नमस्ते साथीहरू। आजको भिडियोमा म तपाईहरुलाई जीमेलबाट एड अनदर अकाउन्ट प्रयोग गरेर नयाँ जीमेल अकाउन्ट कसरी खोल्ने भनेर स्टेप बाइ स्टेप देखाउने छु। यो तरिका मोबाइल र कम्प्युटर दुवैमा काम गर्छ। ल त सुरु गरौँ है त। सबैभन्दा पहिले जीमेल एप खोल्नुहोस्। ओके, माथि दायाँतिर तपाईको प्रोफाइल फोटो देख्नुहुनेछ। यहाँ माथि दायाँतिर तपाईको फोटो देख्नुहुनेछ। त्यसमा ट्याप गर्नु होला। ल प्रोफाइलमा ट्याप गरिसकेपछि तलपट्टि हेर्नु त एड अनदर अकाउन्ट भन्ने अप्सन देखिन्छ। त्यसमा ट्याप गर्नु होला। यहाँ प्लसको छ नि एड अनदर अकाउन्ट, यहाँ टच गर्नु। त्यसपछि गुगल चयन गर्नु होला। गुगलमा ओके, तपाईले कुनै पनि मोबाइलमा प्याडलक लक राख्नु भएको छ भने यो भेरिफाई गर्नु होला। ल मेरो फिंगरप्रिन्ट छ, यहाँ टच गरे। ल ओके, गुगलमा साइन इन आयो। अब क्रिएट अकाउन्टमा ट्याप गर्नुहोस्। नयाँ बनाउने हो नि त क्रिएट अकाउन्ट। त्यसपछि यहाँ चुज गर्नु होला। फर माई पर्सनल युजमा जानु होला है। यो तलको चाहिँ फर वर्क अर माई बिजनेस भनेको अफिसियल उसको लागि हो, अफिसरको। ठिक छ, यो पर्सनलमा जानु होला। फर माई पर्सनल युजमा जानु। त्यसपछि तपाईको फर्स्ट नेम राख्नु। ल मैले एउटा राख्छु। ल सुरेशा भन्ने। लास्ट नेम राख्नु। सुरेश नेपाल राखे है। ल त्यसपछि नेक्स्टमा जानु होला। त्यसपछि जन्ममिति डेट अफ बर्थ र लिङ्ग आएको छ यहाँ जेन्डर। ओके, तपाईले इयर राख्नु पहिला 1992। तपाईको जति एज छ है त्यो राख्नु होला। यो मेरो सिम्पलको लागि 1992 राखिदिएँ। त्यसपछि जनवरी फेब्रुअरी मार्च, यो मन्थ हो, कुन महिनामा जन्मेको, कति 11 राखिदिएँ। जेन्डरमा यहाँ केटा है। यो मैले मेलको बनाउँदैछु, त्यही भएर मैले मेल राखिदिएँ। तपाईँ फिमेल हुनुहुन्छ भने फिमेल चुज गर्नु होला है। अन्य अरू हुनुहुन्छ भने यहाँ छ अप्सन, 4 वटा चुज गर्नु। ल मेल भएको कारण मेल राखिदिएँ। ओके, नेक्स्टमा जानु होला। ल हेर्नु त यहाँ अप्सन दिएको छ 3टा। तपाईलाई जुन मन लाग्छ त्यही चुज गर्न सक्नुहुन्छ। सुरेश नेपाल 493@gmail.com। हेर्नु 636। ओके, क्रिएट योर ओन जीमेल एड्रेस। तपाईले तलपट्टिको अप्सन छ नि, योमा उ गरेर तपाईलाई मन पर्ने तरिकाले राख्न सक्नुहुन्छ है, इच्छा अनुसारको। ओके, मलाई यो फर्स्ट वाला न सेकेन्ड वाला मैले चुज गरेँ। नेक्स्टमा जानु। अब पासपोर्ट क्रिएट गर्नु है। पासपोर्ट क्रिएट गर्नु। अब
ओके 8वटा यहाँ क्यारेक्टर राख्नुपर्छ मैले नामैबाट राखिदिएँ है त सुरेश नेपाल सुरेश @667 ओके अब नेक्स्टमा जानु होला हेर्नु त तपाईको क्रिएट भइसकेको छ I review your account info. You can use this email address to sign in later. Okay, next मा जानुहोस् यहाँ केही टर्म एन्ड कन्डिसन छ ओके यस लास्टमा हेर्नु त आई एग्री भन्ने छ एग्रीमा जानु होला सर्चिङ हुँदैछ ओके डन भयो ओके यसरी तपाईले आफ्नो आइडी यहाँ हेर्नु त रेडी भइसक्यो आयो सुरेश नेपाल यसरी जीमेल अकाउन्ट हेर्नु त माथि आइसक्यो यसरी बनाउनु होला भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक कमेन्ट र शेयर गरी सब्स्क्राइब गरिदिनु होला धन्यवाद